सुनारी भलिबल। गण्डकी क्षेत्रको भलिबलका एक प्रभावशाली र चर्चित खेलाडी। मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिप 2081 का विजेता गण्डकी टोलीका मुख्य खेलाडी। पीएम कप एनबीए भलिबल च्याम्पियनशिप, प्रथम साङ्गाचोक राष्ट्रिय पुरुष भलिबल र नवौं एनबीए लिग 2082 का उपविजेता टोलीका सदस्य। टाइगर कप भलिबलको तेस्रो संस्करणमा फेसबुक मार्फत गरिएको भोटिङको मतभार 25% गएको थियो भने विभिन्न राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक ज्यूहरूबाट गरिएको भोटिङको मतभार 12.5% रहेको थियो भने नेपाल खेलकुद पत्रकार मञ्चका सम्पूर्ण सदस्यहरूको मतभार 12.5% रहेको म यहाँहरुमा जानकारी गराउन चाहन्छु। अब यो 5बाट 4 खेलाडी भएको छ। यति बेला देख्न सक्नुहुन्छ यहाँहरुले 4बाट 3 खेलाडी पुगेको अवस्था छ। रेखा पौडेल, पूजा बहादुर, हिमाल सुनारी र रेखा पौडेल। Thank you guys. 48% मत प्राप्त गर्दै भलिबलका हिमाल सुनारी इन्डिया पल्स स्पोर्ट्स अवार्ड 2081 को पीपल्स चोइस अवार्ड का विजेता हुने। रेखा पौडेलले अन्तिम समयसम्म कडा टक्कर नै दिएको अवस्था छ। अन्ततः हिमाल सुनारी यस विधाको विजेता बन्न सफल। विजेता हिमाल सुनारी, म यहाँलाई अनुरोध गर्न चाहन्छु आफ्नो तर्फबाट केही शब्द राखिदिनु हुनका लागि ग्रुप फोटो सेसन लगत्तै प्लिज। बधाई छ। लोकप्रिय विधाको पुरस्कार वितरणका लागि अत्यन्तै लोकप्रिय रहेको खल्तीबाई आइएमईका सिइओ आउनु भएको छ। यसै गरी अत्यन्तै लोकप्रिय यति बेला हामी बुझ्न सक्छौँ Player of the Year Female। बधाई छ। र नमस्ते सम्पूर्णमा। सर्वप्रथम नेपाल खेलकुद पत्रकार मञ्च अध्यक्ष निरञ्जन अधिकारीज्यू अनि उहाँको टिमलाई धेरै धेरै धन्यवाद। यस कार्यक्रममा उपस्थित युवा तथा खेलकुद मन्त्री बल्लु गुप्तज्यू, पोखरा महानगरपालिका मेयर धनराज आचार्यज्यू, विभिन्न खेल संस्थाका प्रतिनिधिज्यूहरू, मेरो प्रशिक्षक गुरु, अन्य खेलका प्रशिक्षक गुरुहरू, मेरो टिममेट, मेरो भलिबल परिवार अनि मेरो प्रिय खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद। आज यो पल्सर स्पोर्ट अवार्डको पिपल चोइस अवार्ड हात पार्नु केवल मेरो ट्रफी पाउनुको लागि मात्रै होइन, यसलाई छातीमा टाँसेको जस्तै महसुस गरेको छु। मलाई माया गरेर विश्वास गरेर भोट हाल्नुहुने सम्पूर्ण भलिबल दर्शक तथा खेलप्रेमी मानवहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। हार्दिक बधाई छ हिमाल।